सो केटा हो, न्यू डे न्यू ब्लग सुरु भएको छ। आजको ब्लगमा चाहिँ म मेरो रुम टुर दिँदैछु है। अब जाडो पनि सुरु भएको छ किनकि अहिले अब पुस महिना लागेको छ है। अनि जाडो पनि ठिकै जाडो पलाइसकेको छ। अनि एउटा कुरा चाहिँ मैले फाइनली मेरो ठुलो जुन बाल थियो त्यसलाई चाहिँ मैले काटिसकेको छु है। पहिला मेरो बाल चाहिँ यस्तो थियो, अहिले चाहिँ मेरो बाल यस्तो भएको हो। के गरौँ है, अब बाल नि काटेँ मैले फाइनली है, सानो बनाइदिएको छु। फाइनली मैले मेरो बाल पनि काटिसकेको छु है। अब हामी चाहिँ मेरो रुम पनि लथालिङ्ग फोहोर भएको छ। अब त्यसलाई आज हामी सफा गर्छौँ है। अनि म त्यसपछि रुम टुर पनि दिन्छु है। अनि फेरि त्यसपछि म चाहिँ बाल काटेपछि म चाहिँ फेरि बच्चा जस्तो देखिन्छु अरे के। मलाई चाहिँ त्यस्तो लाग्छ, म बाल काटेपछि फेरि कस्तो बच्चा जस्तो देखिन्छु के। अन्त ठिकै हो, त्यही पनि अब 1-2 महिनासम्मलाई अब आनन्द भयो, त्यसपछि फेरि ठुलो भइहाल्छ। फाइनली हामी रुममा पनि आइसकेको छौँ। रुमको हालत देख्न सक्नुहुन्छ, पुरै लथालिङ्ग भएको छ। आज हामी यसलाई पनि सफा गर्छौँ है। पुरै लथालिङ्ग भएको छ क्या, पुरै आज यसलाई सफा गर्छौँ होइन टक्क। अनि लगेर देखिसक्यो रुमको हालत एकदम यस्तो छ। अब हामी यसलाई सफा गर्छौँ है। सो केटा फाइनली मैले बेड पनि मिलाइसकेको छु। टक्क मैले बेडसिट पनि चेन्ज हानिसकेँ होइन टक्क। अब चाहिँ हामी झाडु पोछा लगाउँछौँ होइन टक्क। यहाँ तल पनि फोहोर भएको छ नि त, त्यही भएर। मैले फाइनली झाडु पोछा पनि गरिसकेको छु। अब टक्क यहाँ यसमा पुरै धुलो भयो, त्यसलाई पनि पुछौँ है। फाइनली मैले यो चाहिँ पुस पनि सकेँ है। अब हामी चाहिँ यो पुरै लथालिङ भयो, यसलाई चाहिँ सफा गर्छ।
सो केटा मैले फाइनली सब रुम पनि सफा गरिसकेको छु फाइनली है केटा फाइनली मेरो रुम चाहिँ बल्ल राम्रो देखेको छ दिस इज माई रुम यहाँ चाहिँ मेरो बेड भयो यो चाहिँ मेरो कपडा राख्ने भयो डेली होइन डेली युज हुने यो चाहिँ मेरो सानो भयो त्यसपछि यो चाहिँ मेरो स्टडी टेबल लाइक दिस इज द Okay, let's go. फाइनल मेरो रुमको टक्क बल्ल चाहिँ सफा देखिएको सुकेडा ल फाइनली रुम पनि भइसकेको छ सबै रुम पनि गरिसकेको छु रुम पनि खत्ता देखेको छ त्यसपछि अब म पनि नुहाउनु पर्यो होइन त्यही भएर नुहाउनको लागि अब मैले तातो पानी तताउँदै थिएँ यसमा यो भाँडामा चाहिँ मैले तातो पानी तताउँदैछु किन जाडो छ नि त अब जाडोमा मेरो चिजपालले नुहाउनु अलिक गाह्रो हुन्छ त्यही भएर यसमा तताउने एक दुई चक तताउने त्यसपछि नुहाइदिने क्या टक्क फाइनली पानी तातिसकेको छ है अब चाहिँ म सुकेर फाइनली म नुहाउन पनि रेडी भइसकेको छु ल यहाँ तातो पानी पनि आइसकेको छ ल अब भिडियो लागिरहेको सुकेर फाइनली मैले नुहाइ पनि सकेको छु खासै जाडो त भएन तातो पानी नुहाएको त्यहाँदेखि ठिकै जाडो भएको छ आजको भ्लगलाई चाहिँ म यतै इन्ड गर्छु है